हात जोडेर ड्राइभर दाजुभाइलाई बिन्ती गर्छु, भाडा चाहिँ बेसी नलिनु। पेसेन्जरलाई लुट्ने कोसिस नगर, बुझ्यौ? टुरिस्टलाई लुट्ने कोसिस नगर्नु। टुरिस्टले आफ्नो घरबाट एउटा बजेट बनाएर हिँडेको हुन्छ, बजेट। नमस्ते, म अमित तामाङ तपाईहरुको माझामा सानो कुरा राख्दैछु, ध्यान दिएर सुन्नु होला। सिलगढीबाट गान्तोक गएको एकजनाको भाडा 400 रुपियाँ, एनजेपीबाट गान्तोक गएको एकजनाको भाडा 500 रुपियाँ। अहिले एनएस10 काम चल्दैछ। राति 12 बजेदेखि बिहान 6 बजीसम्म टोटल बाटो बन्द। उनीहरूले काम गर्दैछ बिहान 6 बजीसम्म। 6 बजीको बादमा 1 घण्टा बन्द, 1 घण्टा खुल्ला गर्दै उनीहरूले काम गर्दैछ। त्यो खुल्ला भएको टाइममा गाडीहरू सब छोड्दैछ, एकदम एनएस10 बाट हिँड्नु सक्छ। यहाँनिर के हुँदैछ भने कतिजना ड्राइभर दाजुभाइले पेसेन्जरलाई बेवकुफ बनाएर भाडा बेसी लिँदैछ। भाडा चाहिँ बेसी लिएको, लाभा भएर घुमेर जानुपर्छ। एकजनाको भाडा 800 रुपियाँ भन्दैछ। भाइ हो, तिमीलाई बिन्ती छ हात जोडेर पेसेन्जरलाई लुट्ने कोसिस नगर, बुझ्यौ? आज बिहान म स्ट्यान्ड पुग्दाखेरि मैले टक्कै गाडी पार्किङ गरेपछि एकजना पाला आउनुभयो, सिक्किमको लोकल मान्छे हुनुहुन्थ्यो। उहाँलाई एकजना ड्राइभरले 800 रुपियाँ गोटा लाभा भएर जानुपर्छ भने अरे। अन्त उहाँले मलाई भाडा सोध्यो, 500 रुपियाँ हो, म सिधा बाटो लान्छु भने म तपाईसितै जान्छु भने। अन्त त्यसले फटाफट के भने त्यो ड्राइभरले, हैन मै लान्छु तपाईलाई सिधा बाटो। अन्त पहिल्यै भन्नु सक्थ्यो, किन लुट्नु खोजेको पेसेन्जरलाई? म सम्पूर्ण दाजुभाइलाई हात जोडेर बिन्ती गर्छु, पेसेन्जरलाई लुट्ने कोसिस नगर्नु, टुरिस्टलाई लुट्ने कोसिस नगर्नु। टुरिस्टले आफ्नो घरबाट एउटा बजेट बनाएर हिँडेको हुन्छ, बजेट। मेरो छोरा छोरी बुढीलाई फल्ना जग्गाबाट यति बजेटमा म घुमाएर लिएर आउनु सक्छु भनेर। अन्त उनीहरूलाई लुट्ने कोसिस नगर्नु। अहिले बर्खा लागेको छैन, यसलाई बाटो बन्द भन्दैन, बाटोको रिपेयरिङ हुँदैछ, हाम्रै लागि रिपेयरिङ हुँदैछ। बाटो बन्द चाहिँ नि जति बेला बर्खामा पुरा भल पहिरो आएर बाटो बन्द हुन्छ नि, 3-4 दिन खुलिँदैन नि, त्यसलाई भन्छ बाटो बन्द। त्यति बेला हामीलाई बाध्य हुन्छु हामी भाडा अलिक बेसी लिएर लाभा भएर घुमेर गान्तोक पुर्याउनु, कालिम्पोङ पुर्याउनु पर्ने। त्यही कारणले म हात जोडेर ड्राइभर दाजुभाइलाई बिन्ती गर्छु, भाडा चाहिँ बेसी नलिनु। धन्यवाद।